बताइए अनुसार एउटा कृत्रिम मुटुको मात्र पनि आजको मूल्यमा झण्डै 2 करोड नेपाली रुपैयाँ पर्दछ। निसन्देह पनि विज्ञानको प्रयोगशालाबाट निस्कने यो यन्त्रले कयौं मुटु रोगीका लागि जीवनको नयाँ द्वार खोलिदेला। तर यो आम सर्वसाधारण जनताको सस्तो र सहज पहुँचमा पुग्न अझै कति समय लाग्ला हेर्न भने बाँकी नै छ। विकसित देशले अत्याधुनिक लडाकु विमान र युद्धपोतहरूको निर्माण र सञ्चालनका लागि वर्षेनी छुट्याउँदै आएको सैन्य बजेटको एउटा सानो अंश मात्र पनि यो क्षेत्रमा लगाइदिने हो भने असंख्य मानिसको जीवन फर्किन सक्दछ। तर मानिसको सबैभन्दा ठूलो शत्रु मानिस स्वयं हो भन्ने आह्वानलाई चरितार्थ गर्दै आएका हामीमा यस्तो मानवीय चेत कहिले आउने हो, अहिले भन्न चाहिँ गाह्रो छ।